नमस्कार साथीहरु, स्वागत छ तपाईहरुले मेरो YouTube च्यानलमा। कृपया च्यानललाई लाइक सब्स्क्राइब पनि गरिदिनु होला है त। आजको विषयवस्तु त तपाईहरुले यस च्यानलको थम्बनेल हेरेर पनि पत्ता लगाइसक्नु भएको छ। के तपाई पनि सुन्दर युवतीको साथमा रमाउन चाहनुहुन्छ? के तपाई जान्न चाहनुहुन्छ कि महिलाहरू पुरुषमा कुन कुरामा मन पराउँछन्? यदि हो भने यो भिडियो तपाईको लागि नै हो। आज हामी 5 यस्ता गोप्य तरिकाहरूको बारेमा कुरा गर्नेछौं जसले तपाईलाई कुनै पनि युवतीको नजरमा विशेष बनाउन सक्छ। महिला र पुरुषको बीच आकर्षक एक शाश्वत नियम हो। यौवनको सुरुवातसँगै यो भावना अझ प्रगाढ हुन्छ। जवानीमा पाइला राखेका हरेक पुरुष र महिलाले आफूलाई मनपर्ने व्यक्तिलाई आकर्षित गर्ने चाहन्छन्। यसका लागि उनीहरू विभिन्न तरिकाहरू अपनाउँछन्, तर कहिलेकाहीँ सानो गल्तीले उनीहरूको प्रयास विफल हुन सक्छ। पुरुषहरूको हकमा यो असफलता अझ बढी देखिन्छ। सुन्दर युवतीको साथमा रमाउने चाहनाले उनीहरूलाई आकर्षित गर्न खोज्दा साना त्रुटिका कारण उनीहरू युवतीको नजरबाट टाढा हुन्छन्। तर यदि केही सामान्य कुराहरूमा ध्यान दिएमा युवतीहरू सजिलै उनीहरूप्रति आकर्षित हुन्छन्। पुरुषहरूको सुन्दर युवतीसँग हेलमेल गर्ने इच्छा पनि पूरा हुन सक्छ। यसका लागि पुरुषहरूले निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। नम्बर 1, यदि कुनै युवतीलाई आकर्षित गर्ने लक्ष्य छ भने सर्वप्रथम उनी के कुरामा बढी आकर्षित हुन्छन् भन्ने जान्न आवश्यक छ। उनको बारेमा जानकारी लिन आवश्यक छ। उनका साना साना कुराहरूलाई महत्त्व दिनुहोस्, तर आफूले उनको बारेमा धेरै जानकारी राखेको घमण्ड भने प्रदर्शन नगर्नुहोस्। सम्बन्ध बिग्रिन सक्छ। हरेक शब्द बोल्नु अघि विचार गर्नु बुद्धिमानी हुन्छ। यस्ता शब्द वा व्यवहार नगर्नुहोस् जसले युवती वा उनका साथीहरूको अपमान होस्। यस्तो गल्तीले अहिलेसम्म बनेका राम्रो सम्बन्धहरू पनि बिग्रन सक्छ र तपाईको सपना अधुरो रहन सक्छ। नम्बर 3, युवतीको अगाडि आफूलाई सबैभन्दा जान्ने र हरेक विषयमा जानकार देखाउने प्रयास नगर्नुहोस्। यस्तो व्यवहारले युवतीलाई विकर्षित गर्छ। त्यसैले आफूले धेरै कुरा जानेको घमण्ड नगर्नुहोस् र संसारमा आफू जति जान्ने अरू कोही छैनन् भन्ने भाव प्रदर्शन नगर्नुहोस्। नम्बर 4, युवतीको सामु आफूलाई सकेसम्म परिपक्व र जिम्मेवार व्यक्तिको रूपमा प्रस्तुत गर्नुहोस्। ठूला वा साना सबैलाई सम्मान व्यवहार गर्नुहोस्। यस्तो व्यवहारले युवतीलाई सजिलै आकर्षित गर्न सक्छ। नम्बर 5, आफ्नो कामप्रतिको समर्पण र आत्मविश्वास पनि युवतीलाई आकर्षित गर्ने एउटा महत्त्वपूर्ण माध्यम हुन सक्छ। आफ्नो कामप्रतिको लगनशीलताले तपाईलाई सफलताको बाटोमा डोर्याउँछन् र त्यही सफलताले युवतीहरूलाई पनि आकर्षित गर्दछ। साथीहरू, तपाईलाई यो विषय कस्तो लाग्यो? च्यानललाई लाइक सब्स्क्राइब गरिदिनु होला है त। र कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्न नबिर्सिनु होला। हामी यस्तै विषयवस्तुहरू लिएर तपाईहरूको सामु उपस्थित हुनेछौँ। धन्यवाद।